Before I start to speak, I will hand it over to my son. उहाँले के कुरा भन्नुभन्दा अगाडि उहाँको छोरालाई के बोल्न दिनुहुन्छ? Well, my father was preaching here before the lunch. अनि खाना खानुभन्दा अगाडि मेरो बुवाले के कुरा हजुरलाई सुनाउनु भयो? I saw a vision of Nepal. अनि उहाँले सुन्दै हुनुहुन्थ्यो कि नेपालको विषयमा दर्शन उहाँलाई कसरी प्राप्त भयो भन्ने विषयमा हेरिरहनु भएको थियो, उहाँ तपाईहरुलाई बताइरहनु भएको थियो। Nepal is on the top of the world, and I saw a river floating out of Nepal and out to the rest of the world. तपाईलाई थाहा छ नेपालमा चाहिँ संसारकै सर्वोच्च शिखर सगरमाथा छ अनि मानिसहरूले त्यसै भनेर नै चिन्ने गर्छन् नेपाललाई। So my father was saying that Nepal is growing up, and I think Jesus will do it well. अनि उहाँको बुवाले भन्नुभयो कि केही समय पछाडि नेपालमा चाहिँ धेरै राम्रो ठुलो कामहरू हुँदैछ भनेर उहाँको बुवाले भन्नुभयो। त्यो काम चाहिँ येशू ख्रीष्ट बाहेक अरु कसैले पनि गर्न सक्नुहुन्न। Thank you.
थ्याङ्क यू, धन्यवाद। And Vera wants to say something also. अनि अर्को दिदी उहाँसँग आउनु भएको छ जसको नाम चाहिँ भेरा हो। उहाँले पनि तपाईँहरूको बिचमा केही कुरा बोल्न चाहनुहुन्छ। हेलो हेलो भन्न चाहनुहुन्छ। and my name is Vera. अनि उहाँको नाम चाहिँ भेरा हो। I'm coming from Norway. उहाँ पनि उहाँहरूसँगै नर्वेबाट आउनु भएको हो। It's very far away from here. तपाईँलाई थाहा छ नेपालदेखि एकदमै 7 समुद्र पार छ। And it's very nice for me to be here together with you today. एकदमै हामी टाढोदेखि आयौँ तर पनि तपाईहरु जस्ता सुन्दर मानिसहरूसँग भेट्न पाउँदा चाहिँ म एकदमै खुसी छु। I was saved when I was 17 years old. अनि उहाँले पनि जसरी हेन्स पिटरले 17 वर्ष अगाडि येशू ख्रीष्टलाई ग्रहण गर्नुभयो त्यसरी नै उहाँ जब 17 वर्षको उमेरमा हुनुहुन्थ्यो उहाँले पनि येशू ख्रीष्टलाई ग्रहण गर्नुभयो। Maybe not all of you understand what saved means. अनि तपाईलाई थाहा छ उहाँले जतिखेर पनि बचाउने कुरा गर्नुभयो तपाईलाई बचाउने भनेको के होला जस्तो तपाईहरु अन्यमा पढ्न सक्नुहुन्छ। Then I can tell you, तर म तपाईलाई भन्छु बचाउनु भनेको के हो? to be saved is to get close contact with a living God. अनि बचाउनु भनेको चाहिँ जीवित परमेश्वरसँगको सम्बन्धलाई चाहिँ बलियो बनाउनु हो। It's a very close relationship that's filled with love to the living God. अनि जीवित परमेश्वरसँगको बलियो सम्बन्धले चाहिँ हामीलाई उहाँले चाहिँ कहीँबाट नपाउने माया चाहिँ हामीलाई गर्नुभएको छ। And I want to tell everyone here अनि म सबैजनालाई यो कुरा भन्न चाहन्छु that He, the biggest God that ever is, अनि सबैभन्दा ठुलो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ बाहेक अरु कहीँ पनि माया प्रेम भन्ने कुरा चाहिँ हामीले पाउन सक्दैनौँ। उहाँले मात्र हामीलाई कहीँबाट नपाउने किन्न नसक्ने माया चाहिँ उहाँले मात्रै गर्नुहुनेछ। He is longing for just you. अनि उहाँ चाहिँ क्रुसमा बलिदान हुनुको अर्थ एउटै छ तपाईँ र मलाई हाम्रो प्रेमको लागि उहाँले कति धेरै माया गर्छ भनेर क्रुसमा बलिदान हुनुभएको छ। He is longing to give you all His love. तपाईलाई थाहा छ उहाँ क्रुसमा बलिदान हुनुको एउटै अर्थ छ कि म तिमीलाई कति धेरै माया गर्छु भनेर उहाँले आफ्नो हात पसारेर क्रुसमा बलिदान हुनुभयो। And it's more than you ever can believe. अनि तपाईले यो कुरा विश्वास गर्न सक्नुहुन्थेन होला, सक्नुहुन्न होला। So if you're here, तपाई आज यस बिहान यस ठाउँमा हुनुहुन्छ that's longing to meet Him, अनि तपाईँ किन हुनुहुन्छ थाहा छ? तपाईलाई थाहा छ कि परमेश्वरलाई चाहिँ मेरा छोराछोरी भन्ने कुरा हामीले तपाईले चिन्न सक्नु भएको छैन होला तर उहाँले तपाईलाई चिनेको कारणले उहाँले तपाईलाई बोलाएको कारणले आज यस ठाउँमा हुनुहुन्छ। don't stop it. तपाईले यसलाई निरन्तरता दिनुहोस्, यहाँ नरोक्नुहोस्। आज यहाँ आउनु मात्र ठुलो कुरा होइन तर उहाँलाई चाहिँ तपाईले जसरी उहाँको गहिरो सम्बन्ध छ त्यसरी नै तपाईँ पनि जीवित परमेश्वरसँग गहिरो सम्बन्धलाई अगाडि बढाउन सक्नुहुन्छ। Open up your heart for Him. अनि तपाईले उहाँले जसरी हृदय खोल्नुभयो जीवित परमेश्वरको लागि तपाईले पनि आजको दिउँसो तपाईले धेरै कुरा सुन्नु भएको छ त्यहाँ चाहिँ त्यसपछि तपाईले आफ्नो हृदय चाहिँ जीवित परमेश्वरको लागि खोल्न सक्नुहुन्छ। And follow your heart. अनि तपाईले हृदय खोल्न सक्नुहुनेछ। He is there for you, exactly you. अनि तपाईँ र मेरो निम्ति विशेष तपाईको लागि व्यक्तिगत रूपमा उहाँ चाहिँ म तिमीहरूको लागि ठकठकाइरहेको छु भनेर तपाईलाई बोलाइरहनु भएको छ। God bless all of you. परमेश्वरले तपाईहरु सबैलाई आशीष दिउन्। I want to have your attention. अनि म तपाईको ध्यानलाई म प्रति आकर्षित गरेको चाहन्छु And I know how to get it. अनि कसरी गर्ने भन्ने विषयमा पनि म तपाईलाई भन्दछु। 4 years after I died, I get cancer. तपाईलाई थाहा छ यो भन्दा धेरै वर्ष अगाडि उहाँको श्रीमानले भनिहाल्नुभयो उहाँ क्यान्सर रोग लाएर मृत्युको मुखमा परिसकेर उहाँ मरिसकेको मान्छे हो। And now I have your attention. अनि तपाईलाई थाहा छ तपाईले एटेन्सन उहाँ तपाईको ध्यान चाहिँ उहाँप्रति आकर्षित हुनुहोस् गर्नुहोस् किनकि कसरी बस्नु भयो कसले उहाँलाई
बचायो भन्ने कुरा तपाईँले एकदमै ध्यानपूर्वक सुन्नुहोस्। Because you wonder how can that happen. You wonder how can that happen. अनि तपाईँलाई सबैले यो कुरा सुनेको चाहिँ म सुन्न र तपाईँले सुनेको चाहन्छु कि उहाँ कसरी बस्नुभयो, केले उहाँलाई बचायो भन्ने कुरा चाहिँ म तपाईँलाई भन्न चाहन्छु। On Friday, एक दिन शुक्रबारको दिनमा I had a jubilee अनि त्यहाँ चाहिँ एकदमै नयाँ विश्वास उहाँको हृदयमा जाग्यो। because then it was 15 years ago I died in the hospital. अनि 15 वर्ष अगाडि चाहिँ उहाँ चाहिँ क्यान्सर रोग लाएर हस्पिटलमा मर्नुभयो। Because I gave birth to twins. अनि उहाँको पेटमा चाहिँ एउटा नभएर दुईटा बच्चाहरू थिए And they had to take the operation. अनि उहाँको त्यो नर्मल डेलिभरी हुन नसकेको कारणले त्यो दुईटा बच्चा निकाल्नको लागि चाहिँ अपरेसन गर्नु पर्यो। I become very sick अनि एकदमै धेरै बिरामी हुनुभयो उहाँ and was shaken badly. अनि एकदमै उहाँलाई गाह्रो भएको कारणले कामिरहनु भएको थियो। And if they don't tie me on the bench, I would fall off. अनि त्यो डाक्टर नर्सहरूले चाहिँ उहाँहरू एकदमै कामेको कारणले उहाँलाई चाहिँ एकदमै दुईटै हातमा डोरीले बाँधेको थियो। And you know, when they operate, they connect you with some machinery. अनि तपाईँलाई थाहा छ है अपरेसन गर्दाखेरि कुनै एउटा अम्लामा चाहिँ अक्सिजन जाँच गरिरहन्छ, प्रेसर नापिरहेको हुन्छ, अनि त्यसपछि मुटुको धड्कन कस्तो हुने सबै कुरा उहाँलाई गरिरहेको थियो त्यो अपरेसन थिएटरमा। And I was awake when they was operating. अनि उहाँले अपरेसन गरिरहँदाखेरि उहाँलाई अलिकति कुरा चाहिँ महसुस भइरहेको थियो त्यहाँनिर। And they took off the two kids. अनि उहाँले त्यो डाक्टर नर्सले अपरेसन गरेर त्यो दुईटा बेबीलाई निकाल्नुभयो। And then I really shake badly. अनि झन् त्यो दुईटा बच्चा पेटबाट डाक्टरले निकालेपछि एकदमै काम्न सुरु गर्नुभयो। And I heard all the instruments was yelling, peeping, and they was in alarm, everything. अनि तपाईँले थाहा छ त्यो अपरेसन गर्दाखेरि चाहिँ एकदम उहाँको शरीरको सबै कमजोरी थियो, र्यालहरू बगिरहेको थियो, कराइरहनु भएको थियो, उहाँ उठ्न चाहनुहुन्थ्यो तर डाक्टरहरूले चाहिँ उहाँको हातहरू चाहिँ बेडमा बाँधिएको थियो। And the doctor and the nurse, they was running around and was crazy just to save me. अनि डाक्टर र नर्सहरू चाहिँ यताउता दौडिरहेको थियो कि उहाँको ज्यान कसरी बचाउने भन्ने विषयमा उनीहरू त्यहाँ ध्यान दिइरहेथे। But then everything became quiet. अनि तपाईँलाई थाहा छ एकछिनमा अपरेसन गर्दा गर्दै सबै कुरा चाहिँ सुनसान भयो। And I was dead. अनि त्यतिखेर उहाँ मर्नु भएछ। I was not breathing. अनि उहाँको मुटुको धड्कनहरू पनि बन्द भइसकेको थियो। My heart will not pump. अनि मुटुको धड्कन पनि बन्द भयो, सास फेर्न पनि बिर्सिनु भयो। And my husband was there. अनि उहाँको श्रीमान हेन्स पिटर जो उहाँसँगै हुनुहुन्थ्यो And he watched his wife die in front of him. अनि तपाईँलाई थाहा छ एउटा श्रीमानको अगाडि अनि त्यसपछि श्रीमती मर्यो भने त्यो जस्तो दुःख लाग्दो कुरा अरू केही पनि हुँदैन। अनि उहाँको श्रीमानले चाहिँ उहाँ मरिरहेको हेरिरहनु भएको थियो। What would you do if something like that happened to you? तपाईँलाई थाहा छ यो घटना त उहाँको जीवनमा भयो, तर तपाईँ जो आज विवाहित हुनुहुन्छ तपाईँको अगाडि आफ्नो श्रीमान अथवा श्रीमती त्यसरी मर्यो भने तपाईँ के गर्नुहुन्छ? At that time, I was saved. अनि उहाँ चाहिँ बचाइनु भएको थियो, पहिला नै उहाँले येशू ख्रीष्टलाई ग्रहण गरिसक्नु भएको थियो। It means that I accept Jesus into my heart. अनि उहाँले मेरो प्रभु र मुक्तिदाता भनिकन येशू ख्रीष्टलाई ग्रहण गरिसक्नु भएको थियो। I was in a place I can't describe with words. अनि जब उहाँको मृत्यु भयो अनि अचानक यस्तो सुन्दर ठाउँमा उहाँ पुग्नु भएछ, उहाँले कहिल्यै नदेखेको ठाउँमा उहाँलाई लानुभयो। It was a place of complete peace. अनि त्यहाँ चाहिँ एकदमै शान्ति हो हल्ला भन्ने कुरा केही पनि सुन्नु भएन उहाँले। And rest. अनि त्यहाँ चाहिँ एकदमै आराम गरेको महसुस गर्नुभयो। If you lay in your bed and really feel that you rest, तपाईँलाई थाहा छ हामी एकदमै व्यस्त भएर काम गरेर सबै कुरा थाक्यौँ भने तपाईँलाई ओछ्यानमा सुत्दा कति मजा आउँछ नि, त्यस्तै उहाँलाई पनि त्यस्तै भयो। जुन ठाउँमा चाहिँ एकदमै शान्ति थियो अनि त्यहाँ चाहिँ उहाँ ढलिरहनु भएको थियो, त्यो पनि एकदमै रिल्याक्स तरिकाले त्यहाँ बसिरहनु भएको थियो। it will be comparing with what I was. It was struggling. You struggling when you have rest in your bed, comparing to the peace I had.
तपाईँलाई थाहा छ, तपाईँले नसोच्नु होला मैले एउटा यो शरीरको कुरा गरेको छुइनँ। तपाईँहरू व्यस्त हुँदाखेरि जसरी ओछ्यानमा बस्दा आनन्द आउँछ, तर मरेपछि चाहिँ उहाँ यस्तो एउटा ठाउँमा पुग्नुभयो जहाँ चाहिँ एकदमै शान्त थियो, आनन्द थियो। But I don't know about you, मलाई थाहा छैन तपाईँहरूको विषयमा, but I like a God who can speak with me. अनि उहाँ तपाईँहरूको विषयमा म भन्न चाहदिनँ, तर म चाहिँ यस्तो ईश्वर मान्छु जसले चाहिँ मैले बोल्दा सुन्नुहुन्छ And who I can speak to. अनि उहाँ पनि त्यो ईश्वरसँग बोल्न सक्नुहुन्छ। I want a